यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस्, आम्मामामा भाइरल बहिनीकोमा सुन्तला किन्नेको भिड, फोटो खिच्ने भिडियो बनाउने मान्छेहरूको भिड हेर्नुहोस् है। यहाँनिर हाम्रो गाडीको तात। अब यति बेला नि यहाँ पर हेर्नुहोस् त, यतापट्टि यहाँ पनि सुन्तला बेच्ने पुरा छ, दाजुभाइ दिदीबहिनी अङ्कलहरू आन्टीहरू। यहाँ हेर्नुहोस्, आम्मामा सुनसान छ यो रोड चाहिँ है। म तपाईँहरूले एउटा कुरा भन्न चाहन्छु, यति बेला नि म पनि यहाँनिर आइरहेको छु। म चाहिँ यहाँ किन आएको भन्दाखेरि चाहिँ नि, अब धेरैले फोटो भिडियो है फेसबुकमा सोसियल मिडियामा हालिरहेको छ, भाइरल बहिनी भनेर है। अनि त्यहाँनिर अरूले पनि धेरै कमेन्टहरू भयो, भिडियोहरू देख्यो, त्यहाँनिरको धेरैजनाको बिजनेसमा धेरै असर पर्यो होइन। उहाँ बहिनीको मात्रै बेसी चल्यो भन्ने मैले सुनेँ नि त, फेसबुकमा देख्यो। त्यही कारणले म पनि आएँ, कस्तो रहेछ, कसरी चाहिँ हुँदो रहेछ यस्तो भाइरल भनेर चाहिँ हेर्नु बुझ्न आएको नि त। आउँदाखेरि मैले स्पेसली जुन भाइरल गर्छ उहाँलाई नै भेटेर मैले सोधेँ, तपाईँहरू चाहिँ कसरी भाइरल भयो, कसले भिडियो बनायो तपाईँको भन्दा उहाँलाई पनि थाहा छैन अरे। अहिलेसम्म थाहा छैन उहाँलाई कसले भिडियो बनायो, कसले भाइरल बनाइदियो, उहाँलाई पनि थाहा छैन। अटोमेटिक ऊ अचानक भाइरल भयो, उहाँ पनि सक छ होइन। अनि दुनियाँ मान्छे आउँछ, फोटो खिच्छ, भिडियो बनाउँछ होइन, कन्टेन्ट बनाउँछ है। त्यो बहिनीको भिडियो कन्टेन्ट बनाएर अरूले पो मजाले भ्युज कमाएर होइन। त्यो कारणले गर्दा चाहिँ नि अरू यो सुन्तला बेच्ने त्यहाँबाट दर्शन भाइको 60+ बाजे रहेछ। उहाँलाई पनि मैले सोधेँ, मैले त्यहाँ सबै सुन्तला बेच्नेहरूसँग मैले गफ गरेँ, सबलाई सोधेँ के हो कसो भनेर। जुन बाजेले एकजना दाजु हुनुहुँदो रहेछ, अन्त बाजेले भन्दै थियो 13 वर्ष भयो हामीले सुन्तला बेच्यो, हामी पनि त यहाँ आफ्नो घर चलाउनु, परिवार चलाउनु होइन, आफ्नो नानीहरू पढाउनु लागि यो सुन्तला सानो 1-2वटा प्याकेट सुन्तला बेचेरै घर चलाउनु भनेर यहाँ रोडमा बसेको। तर अहिलेसम्म कसैले पनि सोधेन, कसैले पनि भिडियो बनाएन, कसैले पनि बुझेन उहाँको हाम्रो दुःखलाई चाहिँ। जहाँनिर चाहिँ अहिले आएर जुन भाइरल बहिनीलाई भिडियो बनायो होइन, र त्यो कारणले गर्दा सबैजना उहाँ भाइरल भएपछि फोटो खिच्नु, भिडियो बनाउनु डाइरेक्ट त्यहीँ जान्छ है। गुरुजीहरूले पनि, ड्राइभर गुरुजीहरूले पनि लगेर गाडी त्यहीँ रोकिदिन्छ। अनि त्यसले गर्दाखेरि जो एउटा गाडी रोक्दाखेरि सबैले त किन्दैन होला, तर फोटो भिडियो मात्रै बनाउँछ होला। तर एउटा गाडी रोक्दाखेरि 10जना प्यासेन्जर हुन्छ, 10जनामा 2जना 1जनाले त किन्छ नि त होइन। दिनमा त्यस्तो 15-20वटा रोकिदियो भने त उसको त निकै बिजनेस चल्दैछ स्मुथली। र त्यसले गर्दा उहाँहरूको पहिला 1-2वटा किन्दै गरेको पनि धेरै नै बिजनेसमा फरक परेको छ है। मैले पनि गएर हेरेँ त्यहाँनिर। मैले अहिले तपाईँले जुन भिडियो देखेँ हेर्नुहोस् न होइन, त्यहाँ कति भिड छ, अनि यता कति रोडमा सुनसान छ है। नभएको पनि तपाईँको 40-50को डिफ्रेन्स छँदैछ होइन। र म चाहिँ हाम्रो साथीभाइहरूलाई गुरुजीहरूलाई भन्न चाहन्छु, हामीले चाहिँ नि भिडियो बनाउने नै हो भने चाहिँ सबैको बनाइदिउँ होइन। सबैकोमा सुन्तला किन्ने नै भने सबैकोमा किन्नुहोस् होइन। सुन्तला किन्नु गएको हामी प्यासेन्जर, ड्राइभर होस् कि चाहे प्यासेन्जर होस्, र हामीले चाहिँ सुन्तला किनबेच गर्दा जसले सुन्तला राम्रो दिन्छ, सुन्तलाको क्वालिटी र क्वान्टिटी, अनि सुन्तला बेच्ने सेल्सम्यानको कस्तो पोलिसी छ होइन, त्यो हेरेर किन्ने हो नि त। अलिकति जसले सस्तो दिन्छ त्यस्तो किन्ने हो। तर यहाँ चाहिँ उल्टा भइरहेछ नि है। भाइरल गर कस्तो राम्री भनेर सोसियल मिडियामा भाइरल भयो, त्यसको पछाडि लागेर त्यहाँ फोटो र भिडियो खिच्नुको भिड लागेर सुन्तला अब 1-2जना किनिहाल्छ होइन, किन्दैन किन्छ। तर पनि अब एउटा गाडी रोक्दाखेरि त्यहाँ 3-4जनाले त किन्छ नि त। त्यो हिसाबले उहाँको त बिजनेस चल्छ, यस्तो जिरो त हुँदैन। तर अरूको त धेरै है, दिनभरि आएर 1 प्याकेट 2 प्याकेट पनि बिक्छ अरे है। कतिजना अङ्कल हाम्रो दाजुभाइहरूको त झन् किन्ने कुरै आउँदैन छ। दाजुभाइहरू त एकदम जिरो, जस्तो आएको छ त्यस्तै फर्किनुपर्छ अरे। दिदीबहिनीकोमा त अलिअलि भए पनि 1-2 प्याकेट पनि बिक्दो रहेछ। भनेपछि हाम्रो यो दाजुभाइहरू छ नि, जति गुरुजी, ड्राइभर है, जस्तै ट्रक चलाउने भयो, लग्जरियस भेहिकल चलाउने भयो, ट्याक्सी चलाउने भयो, प्राइभेट गाडी चलाउने जो पनि हो, गएर सिधै त्यहीँ पस्छ होइन। तर म चाहिँ के भन्छु नि, हामी जो पनि हाम्रो दाजुभाइ छ नि, केटाहरूलाई भन्न चाहन्छु स्पेसल्ली, हामी चाहिँ नि सुन्दरता र नि राम्री ब्युटीको पछि चाहिँ कहिल्यै नभागौँ है। किनभने नि हामीले जति सुन्दरता ब्युटी भनेर राम्री भनेर हाम्रो दिदीबहिनी चेलीबेटीहरूलाई भाउ दिन्छ नि, उहाँ त्यति साह्रो फुर्कै भयङ्कर भएर क्या हामीलाई चाहिँ नि करिना सम्झिरहेको हुन्छ नि दिदीबहिनीहरू। उहाँले चाहिँ हामीलाई कमिना सम्झिरहेको हुन्छ नि। फेरि हेर न, हेर पागल केटाहरू हाम्रो पछाडि लागिरहेछ नि भनेर भयङ्कर भन्छ, अझै एटिट्युड देखाएर जान्छ क्या। तर त्यो भिडियो, फर्स्ट भिडियो जसले बनायो नि, त्यो भिडियोबाट चाहिँ हामीले के बुझ्नुपर्ने हो भने नि, हामीले मोटिभेट हुनुपर्ने हो नि त होइन। भाइरल बनाएपछि बहिनीको त के को दोष, बहिनीलाई थाहा हुन्छ। अहिलेसम्म उसलाई थाहा छैन कसले भिडियो बनाएर कसरी भयो भाइरल, उसलाई थाहा छैन। बिचरा ऊ त भाइरल भयो, ऊ त फेमस भयो, उसको त भाग्य ठुलो हो। बहिनीलाई त एकदम बधाई छ, कङ्ग्रेचुलेसन छ है। एकदम उनीहरू त मेहनतै नगरी उहाँ त फेमस भयो है। हामी यहाँ कति दुःख गर्दा, कति मेहनत गर्दा पनि अहिलेसम्म केही हुन सकेको छैन होइन। तर जसले उहाँको भिडियो बनायो उहाँलाई पनि एकदम के भन्नु, अब धन्यवादै दिन चाहन्छु है। कुन हिसाबले भिडियो बनायो, कुन चाहिँ इन्टेन्सनमा उसले भिडियो, हामी त्यो जान्दिनँ। तर हामीले चाहिँ त्यो भिडियोबाट के सिक्नुपर्छ भने नि, हाम्रो दिदीबहिनीहरूले स्पेसली हेर्नु, त्यो जुन बहिनीले त्यहाँनिर तृप्ति राई भन्ने रहेछ, उहाँले चाहिँ यति साह्रो सानो उमेरमा स्टुडेन्ट मान्छे जुन पढ्दैछ, आफ्नो पढाइको खर्च पनि उठाउनु, आफ्नो फ्यामिलीलाई, आफ्नो घर परिवार चलाउनुको लागि त्यो रोड साइडमा नेसनल हाइवेमा कस्तो धुलो उठ्छ होइन, त्यो रोडमा दिन यस्तो टन्टलापुर घाममा यस्तै साह्रो राम्री बहिनीले सुन्तला बेच्दो रहेछ भनेपछि चाहिँ अरूले पनि सिक्नु पर्यो, यस्तो राम्री गर्दै बेच्दैछ, हामी पनि त राम्री छ भनेर हामीले पनि त काम गर्नुपर्छ है। हामी पनि कुछ फ्यामिलीको लागि गर्नुपर्छ, आफ्नो स्टडीको लागि आफै खट्नुपर्छ भन्ने एउटा इन्सपायर हुनुपर्ने, मोटिभेट हुनुपर्ने हो नि त दिदीबहिनीहरूको लागि है।
त्यहाँबाट चाहिँ त्यो बुझ्नु पर्ने हो नि त्यो भिडियो। तर यहाँनिर चाहिँ नि सबै चाहिँ दुनियाँ त्यहाँ भ्युज छ कन्टेन्टको लागि चाहिँ कुदेर जान्छ, त्यही रोक्छ, भिडियो बनायो, फोटो बनायो होइन।